So good morning guys. हाम्रो चाहिँ आज दिनको सुरुवात भइसकेको छ है अनि एउटा जम्प पनि भइसक्यो हाम्रो यहाँ. How are you? कितना साल हो गया? 13 इयर्स का एक हमारा बच्चा आया, उसने जंप किया. बहुत अच्छा किया. अंकल बच्चा मत बोलो. हाँ, बच्चा की तरह तो नहीं है पर बहुत कॉन्फिडेंट था, बहुत अच्छा जंप किया. ओए हिन्दीमै बोल्न लाग्दैछ हैन. अनि हाम्रो नजारा हेर्नुस् न फेरि यहाँ देखेछ होला है मलाई. दामी छ है. बिहान बिहानै पोखरा त साँच्चीकैको पोखरा पो रहेछ है. ओके, आज चाहिँ सानो एउटा मिनी भ्लग बनाउनु पर्यो आफ्नै कामको. लेट्स ट्राई कस्तो हुन्छ हैन. ल देखाउँदै जान्छौँ है. हिरो भाइहरू सधैँ छ साथमा. भइहाल्यो हिरो त हैन त. ल हाम्रो चाहिँ अगाडिको जम्पहरू चाहिँ भएन, अघि खिच्नै बिर्सेछ हैन. यस्तै छ अब बन्द. अब नेक्स्ट जम्प हुँदैछ है. ल दुईजना रेडी हुँदै हुनुहुन्छ हाम्रो यहाँनिर. अब यहाँहरूलाई जम्प गरेको नि हामी देखाउने छौँ पक्का पनि. भ्लग बनाउनु बब्बा लाउँछ है बब्बा. हाम्रो हाम्रो फोटोग्राफरहरू भाइहरू नि हुनुहुन्छ. बवाल हुनुहुन्छ फोटोग्राफर भाइहरू. ल है त आउँदैछ है त दुईवटा जम्प. ल हाम्रो साथीको पनि यता रहेछ च्यानल होइन. साथीलाई पनि यसो मेन्सन गरेर हालौँ ल. ल साथीको नाम भनिदिनु पर्यो. यताउति जो पनि हुनुहुन्छ मेरो साथी यो भिडियो देख्नु भएको छ भने चाहिँ उहाँको च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला. अनि उहाँको सब्सक्राइबर पनि हाम्रो च्यानलमा कस्तो छ के छ आरामसँग आएर कन्टेन्ट हेर्नु होला. यदि तपाईँहरूलाई कन्टेन्ट राम्रो लाग्छ भने चाहिँ च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला भन्दै हामी अगाडि जान्छौँ. ल अघि बढौँ है त. अब अघि बढौँ. हाम्रो नजारा हेरौँ है फेरि. भ्यू त आमा पोखरा तल ढुङ्गा उतातिर नि पहाडै पहाड, हिमाल होइन. कस्तो छ ल हेर्नुहोस् नजारा. ल हाम्रो साथी नवीन साथी रेडी हुँदैछ है त. हाम्रो हाम्रो क्रू मेम्बरले यसो इन्स्ट्रक्सनहरू रिमाइन्ड गराउँदै हुनुहुन्छ है. हाम्रो जम मास्टर पनि पुरा रेडीमा हुनुहुन्छ. हाम्रो जम गर्ने मान्छे पनि रेडीमा हुनुहुन्छ. हजुरलाई अल द बेस्ट है. ह्याभ फन. ल अब रेडी हुनु है त. अर्को यो गोप्रो लाउनु पऱ्यो फेरि. यो त सेटै होइन. ल रिन्चिल लामा. ल हजुर सर हजुरलाई पनि स्वागत छ गोपनजी नेपालमा. हजुर रेडी हुँदै हुनुहुन्छ. अब कस्तो लागिरहेछ हजुरलाई? अलिअलि नर्भस हुनुहुन्छ है. नर्भस हुनुपर्ने केही पनि छैन. हामी छौँ हजुरको सेफ्टीको लागि. चिन्ता लिनु पर्दैन. तपाईँ मात्र जम्प गर्ने, बाँकीको काम हामी हेर्छौँ है. अल द बेस्ट. रमाइलो गर्नु है त. धन्यवाद. दुईवटा हातको ल औँलाहरू मुठी बाँध्नुहोस्. औँला मुठी बडी टाइट. ल उहाँ लेफ्ट साइडमा हेर्नुहोस् त फोटो. यता उहाँ लेफ्ट साइडमा. ल टेन्सन चाहिँ अगाडि हेर्नुहोस्. लामो सास. म काउन्ट डाउन दिन्छु. डाइ फान्ने है त. रेडी? ओके हियर वी गो. 5 ल त केही पनि हुँदैन है. तपाईँ यहाँ जति बेर बस्नुहुन्छ त्यति तपाईँलाई डर लाग्छ ल है त. ओके हियर वी गो. 5 4 3 2 1 बन्जी. अब
ल हाम्रो चाहिँ अब दिन सकिसकेको छ 8 घन्टाको टाइम अब हामी चाहिँ प्याकअप गर्न जाँदैछौँ होइन अब त्यस्तो धेरै खिच्न त पाएन एउटा दुइटा चाहिँ खिचियो टक्क हेर्नु होला साथ दिनु होला होइन अब यसो डेली हाल्नु पर्ला होइन भ्लग चाहिँ अनि के गर्ने अब यो नजराको त होइन पुरा है यस्तो छ झन् टल्किरहेको छ हिमाल यस्तो छ बन्जी नेपाल हेर्नुहोस् आउनुहोस् है बन्जी नेपालमा यहाँ हिमाल हेर्नलाई भए पनि होइन भाइ के हो ल हाम्रो चाहिँ प्याकअप सुरु भइरहेको छ होइन भाइहरू साथमा छँदैछ यस्तो यस्तो खालको डान्सहरू हेर्नु मन छ भने आउनु पर्यो फेरि होइन ल गाइज आजको भ्लग चाहिँ हामी अब यहीँ समाप्त गर्दछौँ हाम्रो प्याकअप पनि भइसकेको छ अब भोलि भेटौँला आज चाहिँ यति नै भ्लग आउँछ ल गाइज